त्यो पञ्चमेवा बनाउनु यो पञ्चमेवा बनाउनुमा गयो दुईटै सर्वकामाशितार्थं भगवान् देव ज्योति नमस्ते नमो क्या गड़बड़ी लो हरि ओम परदोषे तब संपूज्य शैव मनो राम रक्त सत्य रूप शिवाजी की जन्म स्थान जन्म पाप परा हरा इति प्रतिज्ञा विद्या सत्यदीप नाम श्री दक्षिणानी कीर्ते जनाहित भगवन्तुभं विधे अब बालचंद्रो गजाननं दात श्रीकान्नमानि विद्यारंभे विवाह च विघ्न तस्य न जायते विघ्न बलि गुरुराया श्रीगणाधिपते नमः। ओम गणपते नमः। ओम गौर्याय नमः। ओम पद्माय नमः। ध्यानम् ओम यावेदांत गजाननं भोजगणाशिवनं कपिलचनं भवतार भग्नमं उमाशोक विनाशकारकं नमाग्निपादवश भगवान् सिद्धिविनायकाय नमः। ओम गणपते नमः। ओम गौर्याय नमः। ओम पद्माय सर्वकामाशितार्थं भगवान् गणपते नमः। ओम तीव्राय नमः। सर्वसिद्धिविनायकाय नमः। ओम तीव्राय नमः। ओम दाराय नमः। नंदाय नमः। कामरूपिणे नमः। सत्याय नमः। तेजवतेभ्यो नमः। श्रीगणेशाय नमः। जय मालिकादेवीभ्यो नमः। सर्वेभ्यो देवीभ्यो नमः। ओम भगवते भगवान् विष्णवे नमो नमः। ओम पद्मरेखाभरणे नमः। ओम पूर्वरेखा परमणे नमः। श्वेताय नमः। रक्ताय नमः। मीराय नमः। सिद्धगणेशाय नमः। ओम हम थोड़ा पानी पानी बोलते रहे। हरि ओम मंगलम ते नमः। मंगलम भगवान् विष्णु मंगलम भगवान् विष्णु मंगलम गुरुदेवा मंगलम कुंडलिकाक्षी मंगलानंदन हरि सत्यनारायण भगवान् देवाय सरस्वती लक्ष्मी सौकन्या गौरात्री आदिनारूपम सिनोर्भावं भगवान् ओम दीव ज्योति नमस्ते नमो भगवते वासुदेवाय नमः। सर्वेभ्यो गणपते नमः। गणेश पूजा लाल लगाउनु पूजा ओम गणपते नमः। नमः। पद्माय नमः। सत्याय नमः। त्यहाँ त्यो मिठाईलाई यता राख्नु बस्नलाई ठाउँ होला।
थोड़ा लाल मिसामा पनि थोरै क्रिम मिसामा रातै लगाउनु त्यो मिला 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 बढ़िया जब जज बनना मैं जो पति जाता चाहिए अच्छा शब्द है यो पढ्ने जी मलाई चल्दैन ये ढोली लाग्यो योमा राखिनु हुने हो नहीं झोली चलाउँ अलि राख्दै दक्षिणामा 10 किसिमको छ गणेश भगवानतिर चलाउनु कसरी खोर्चा मुख देखिन्छ यहाँ पहिला यहाँ ध्यान दिँदा पहिला दिन कि चामल पूजामा बसेको छ फाल्तु गर्नु चामल दिए त पहिला फुल चामल हर्ची सिकाउनु पर्दैन मैले गणेश पूजा यो पूजा हो के खराब बनाउनु गणपति देवताभ्यो नमो नमः जय नमः शेषोति लक्ष्मी ना तो छिरिया तुम्हारे ये से न गर्दी ना दो तुम्हारे हाल ना तबले त चुप लागिराख ए निकल मन्तर पढा मेरे घर सुख शान्ति हो ओम सर्वे देवदेवी निकै जोस लेबटी चुला पढ्दै पढ्न दियो मन्त्र पढ्न दियो दुई दिन बाद या घरे पढा लिने उसो भन्ना हरि ओम समाज यो पछाडिले दियो नान नानो फुल समाज यो टीका उहाँले बाँकी छन् टीका पनि लाउनु गणेश पूजा गर्दा नि सबै हात दिए दुई दिन थुङ्गा लिएर त्यो अलनो हो यो दिए नि म यो नै दिए त बाहुन बादल थोडा उठबटी हालिदिन्थ्यो हातमा उठबटी दिए त हरि ओम त्यहाँ चाहिला भने जलाउँ सत्यनारायण भगवान शुक्लां वरदं विष्णुं देवं प्रजापति तुलसी ज्ञानम माध्यम लोकादा कल्बंधम सर्वग्रह रतंग अंदर लागी भोग कराने समागिरी देवी सहो नाम दिवाग्रह नाना में जबसरा सोती उठबटी भ्याटबुट ठाउँ सानो भइदियो क्या यहाँबाट लाउनु छाडेपट्टि
यालाई हालिदिउँ त्यहाँ यो त्यहाँ हालिदिउँ ल जौतिल छैन तिमीले त्यसो याद गरियो पण्डितजी क्यामेराम्यान कहिले देखिन्न उनी आउनै लाग्यो के फुल सुनाइदिनु फुल पास हामीले अहिले खालि फुल पास हाल्छ पूजा गरेमा छ यो मार्लियो 52 बजे फुल यो फुल छ त्यहाँ हाल्छ अनि फुल भइगयो आइगयो म टिकाले लाउनु छ यो माथिमा यहाँ बसेर के धरती छुइन्छ त ओ ममता त्यो सोफामा बस माइती राजा त्यहाँ बस सोफामा बस्यो नि भइहाल्यो आन्टीले चोपडाइहाल्यो यता बस त्यो दैलोमा बस तिमी अगाल हाल्न त आउन लाग्छौ ऊ त्यहाँ पनि ठाउँ छ त सम्पूज्यं सर्वलोकप्रसादिनाम् इति नमो भगवते वासुदेवाय नमः श्री सत्यनारायण भगवान् पार्वतीदेवाय नमस्ते नमो भगवते वासुदेवाय कथां तथा ध्यानातु सर्वभूत कथा सुरु गरे हजुर ओम कलशस्य मुखे विष्णु कंठे रुद्र समावेशा मोहे दक्षेपो सेवर्मा हे वेदा सामवेदा धरणेभ्यो नमो नमः पूर्व कालमा समस्त समागिरी कल्याण हुने कार्यमा लागिरहेका साउना आदि 88,000 ऋषिहरू राम्रो र प्रति नमः मनुष्य क्षेत्रमा पैदा भएका देवका शिवा विश्वास सुतजी आनन्द भएका शिवका साथै भगवान् श्री हरिका सजन गर्दै त्यसै आकरण गरेका देखेर तपस्या नै समाप्ति भएका साउना आदि ऋषिहरू हडबडाई रहेका हडबडाई उठी साधारण प्रमाण गर्दा भए एक सन्ध्याकालमा एक भगवान आएर प्रार्थना गर्दै लाग्यो साउना चाहिँ सबैभन्दा सबै धर्मका ज्ञाता भएकाले श्री सुतले पनि विष्णु भक्त ती मानिसहरूलाई भूमिमा लपराकार परेर भक्तिपूर्वक दण्डवत प्रणाम गर्दा भए अनि त्यस सभाका माझमा समर्पण भगवान् आज्ञा गर्नुहुन्छ हे भगवान् नारद सुने आर्त सम्पूर्ण लोकमा
अनुग्रहका इच्छा राखी तिमीले उत्पन्न कुरा हो गर्नाले मनुष्य मोहबाट मुक्त हुन्छ सोमा भन्दछु तिमी ध्यानपूर्वक सुन हे एउटा पवित्र ठुलो र ठुलो व्रत छ स्वर्गमा मृत्युलोकमा पनि दुर्लभ छ हे नारद तिम्रो भगवानलाई साधन गर्दै आफ्नो सूर्यलाई देखाया एकजन छाडेपट्टि आपको लगा दियो त्यहाँ लगाइसक्यो लगाइसक्यो लाया नै के ल शङ्ख एकचोटि फेरि बजाउनु पर्यो लास्ट शङ्ख एकचोटि जोडले जय हो यहाँ पलक हाल्दै माथि राख्दै अघि त गाना गाइरहेको थियो तिमी अहिले किन नगाउनु छ ले भयो शैतम नमामि सारा छाड़ी के कुनासम्म
लगाउनु पर्यो ओम सबितो शान्ति आगोको राप बढी आइरहेको त्यसले त्यसै तारे भगवान फल फल धन धान्य परम लिली बद्द हो त जज पूजन त बादिनु भाइ तैले बाका त्यहाँ बन्द दायाँ हात कि दायाँ पाया पाया बायाँमा दियो महिलाको बायाँ दियो पुरुषको बिहा त भइहाल्ला नि दायाँ बात दानी भन्ने नोइले दायाँ कन्याको त दायाँ बात हो नम्बे कन्या दिनु दिनु बेल्दी थिएन दिया कन्या खुसी छन् कन्या नि हो तल आज लाग्ला नि त नन्दन बनिया सरकार पुगिदियो ठ्याक्क यो